कहिलेकाहीँ नेपालको सबैभन्दा सुन्दर ठाउँहरू गुगल म्यापमा होइन, मानिसहरूको सम्झनामा लुकेका हुन्छन्। आज हामी यात्रा गर्दैछौँ यस्तो ठाउँतर्फ जहाँ माटोमा आजभन्दा 70 वर्ष पहिले एकजना महान क्रान्तिकारी साधुले शिक्षा र समृद्धिको बिउ रोपेका थिए। करिब समुद्र सतहबाट 2100 मिटर उचाइमा रहेको म कुरा गर्दैछु इलामको नयाँ बजार र यहाँका बालागुरुको। आज हामी यो पहाडको टुप्पोमा रहेको ऐतिहासिक बजार र यहाँको इतिहास एक्सप्लोर गर्नेछौँ। हामी श्रीरन्तुबाट फिकलसम्मको गाडी चढेर अगाडि बढ्छौँ। सडकको दायाँ बायाँ फैलिएको चिया बगान हेर्दै कति छिटो फिकल आइपुगेछौँ पत्तै भएन। पर्खिनु भयो दाइ? कोही छैन कि अरू छ? हामी चाहिँ अब फिकल आइपुग्यो। अब चाहिँ नयाँ बजारको गाडीमा त होइन झोल मोमो। करिब 20 किलोमिटरको यात्रामा हामीले कुहिरोले आधा ढाकेको जङ्गल र चराचुरुङ्गीको आवाज सुन्दै अगाडि बढ्यौँ। अनन्त हामी आइपुग्छौँ नयाँ बजारमा। नयाँ बजार केवल प्राकृतिक रूपले मात्र सुन्दर नभएर यसको पछाडि एउटा इतिहास र एकजना साधुको सपना छ। विक्रम सम्वत 2011 सालमा नेपालमा धेरै ठाउँमा शिक्षा पुग्न बाँकी थियो। त्यही बेला बालागुरु सडानन्दले यो दुर्गम पहाडमा एउटा बजार बसाल्ने निर्णय गरे। हाई गाइज, हामी चाहिँ नयाँ बजार आइपुग्यो। शेर्पा होटल रहेछ, त्यहाँ बसेर हामी चाहिँ अब आजलाई रेस्ट गर्दै चाहिँ बिहानै हुनाले गर्दा प्रायः मान्छेहरू ठिक छैन, त्यसैले दोकानहरू पनि सब बन्द छ। म मात्र छु बाटोमा। बिहानै उठेर यहाँ रहेको फागुनन्द लिङ्गदेनको शालिग र त्यसै गरी यलम्बर किराँत सभ्यता पहिचान र यो इतिहासको सम्झनामा शालिग बनाएको रहेछन्। नयाँ बजारमा अर्को आकर्षण भनेको 21 फिट अग्लो गणेशको मूर्ति रहेछ। यो नेपालकै अग्लो गणेशको मूर्ति मध्ये एक रहेछ। बालागुरु सडानन्दले यो दुर्गम पहाडमा एउटा बजार बसाल्ने किन निर्णय गरे भनेर अब म उत्तरे पोखरी जाँदै सुनाउने छु। सडानन्दले बुझेका थिए जबसम्म पहाडमा शिक्षा पुग्दैन मानिसहरूको चेतना खुल्दैन। त्यसैले उनले यहाँ हाट बजार बसाले, मानिसहरूलाई व्यापार गर्न सिकाए, संस्कृत पाठशाला खोले। अब हामी आइपुग्छौँ उत्तरे पोखरी। चारैतिर जङ्गल, बिचमा स्थिर पानी,
भनिन्छ यो पोखरीले नयाँ बजारको पर्यावरणलाई सन्तुलनमा राखेको छ। यहाँ पोखरीको आफ्नै धार्मिक मान्यता छ, जहाँ स्थानीयहरू पूजा आर्चनाहरू गर्छन्। अब हामी जाँदैछौँ नयाँ बजारको पूर्व भेगमा अवस्थित छुट्टनै नहुने श्री साङ्गे छोलिङ गुम्बा। यो बजार प्राकृतिक रूपमा जति धनी छ, धार्मिक र सांस्कृतिक रूपमा उत्तिकै सम्पन्न छ। यस गुम्बाको सबैभन्दा सुन्दर पक्ष यहाँको शिक्षा पद्धति हो। यहाँ लामा गुरुले बौद्ध दर्शन, लिपि र धर्मशास्त्रका बारेमा गहिरो अध्ययन गर्छन्। सासाना भिक्षुहरू बिहानैदेखि मन्त्रोच्चारमा र शास्त्रहरूको पाठमा तालिम देखिन्छन्। यहाँका लामाले गर्ने प्रार्थनाले यस क्षेत्रको मङ्गल र शान्तिको कामना गर्दछ। गुम्बाको भित्तामा कोदिएका थाङ्काका चित्रहरू र गुम्बाको भित्र गुन्जिने शङ्खको आवाजले यहाँको गरिमालाई अझ उच्च बनाएको छ। एउटा ले त यहाँ त्यसरी यहाँ सर एउटा जुदा यहाँ हुन्छ यहाँ मैले ए होइन पर एकदम स्वागत छ तपाईहरुलाई। एकदम अब सरहरु भनेको एकदम नयाँ छ। अब फेरि बोल्दै त यहाँ चाहिँ ठुलो ठुलो हो कौदिन भन्नु एकदम सबैको सुख शान्ति होस्, राम्रो होस्, परिवार सदा दिन खुसी होस् हैन। चिया पानी लिनुहोस् है। हुन्छ यो डाँडा त सबै आर्मीहरू त उयो पुलिसहरू माथि आर्मीहरू इन्डियन आर्मीहरू उयो पाखामा पुरै हिँड्ने मात्र छ। हेलो यो पाखा म माथि अनि उयो त इन्डियन भएर त नमस्कार। हामी चाहिँ नयाँ बजारमा शेर्पा होटलमा बस्यो। अबको यात्रा चाहिँ उकालो प्याकहरू भइसक्यो। अनि अब लाग्यो किनभने 11 बज्यो। अब 4-5 घन्टामा जमरी पुगिन्छ भन्छ। हेरौँ। आज नयाँ बजारमा जे जति जीवन देखिन्छ त्यो सबै उनै दूरदर्शी साधुले रोपेको बिउको फल हो।